आइज आइज तिमीहरूको छिनाइदिन्छु। ओ मोटे बोलायो भाग्यो लामो। साला कस्तो गर्मी भएको, पुस्सो पग्लेर स्लिम भइसके। एयर कन्डिसनर छैन मामा तपाईँकोमा? छन त थियो बाबु, एसीमा त सूर्यग्रहण नै लाग्यो नि। ग्लोबल वार्मिङ मामा। होइन नि बाबु, एउटा सूर्य भन्ने चोर थियो, चोरेर लग्यो नि बजियाले। यो तापक्रम कति बढेको, कसैको बध गर्नु पर्ला। यो मोटरलाई के भयो बाबु? होइन मामा, यसलाई गर्मी लाग्दाखेरि यसको भित्र त काली आउँछ क्या। अनि बाबु यसलाई कसरी गोरी शान्त पार्ने? शान्त यसलाई अब शान्त गराउन त तिनै पर्छ। होइन बाबु, यो उमेरमा मैले कहाँ चिसो क्या मामा, चिसो। ए दारिया मानव, तेरो गृहमा एउटा पंखा नि छैन? झाप्लेलाई बनाउन पठाएको आएकै छैन त, कहाँ पो गयो? को आएन र मामा? ए झ्याप्ले, फ्यान रिपेयर भयो? कहाँ फ्यान बनाउने साथी, बासमती लिएर आज। होइन झ्याप्ले, तैँले हाम्रो कुलै नष्ट गरिस् क्या हो? तँ यहाँ आइज, जनी देखा तेरो। यो छ त। रहेछ त जनी। ए त्यो अन्न भुइँमा नजान झ्याप्ले, पाप लाग्छ। त्यही त झ्याप्ले, चामलको रेस्पेक्ट गर्नुपर्छ नि त। चामलको खीर साह्रै नै पिर, यो फकिर। मोटीलाई त कविता नै आउँदो रहेछ। म खीर बनाएर ल्याउँछु। अनि झ्याप्ले, बासमती राइसमा यति चेकिङ? जनस्ती ईदमा बिरयानी ल्याएको हो त, के देखा भन्दै खोइ। साले लामो तेरो पेटबाट जुका झिकेर चाकबाट छिराइन्छ नि फेरि, बुझिस् नि? लामो लान कहाँ भने नि बेच्न सकिने छैन। के अरे डिएनए, त्यस्तो लामो डिएनए। अस्ति बेला आफ्नै छोरासँग मिलेन। के अरे कालेको बाउरे? रुक रुक, फोन। अङ्कल त गफमा त हाने रहेछन्, उसले भने त अर्कैले। ओइ नत्र अङ्कल आएको चाहिँ ढोक्नु पर्दैन। कहाँ ठोक्नु नि अनि डोगे अङ्कल मैले पनि। हे सान्ना नि, तँले ढोक्नु पर्दैन नि। अङ्कल छन् यसरी कुरा गर्छन्, साथी हो क्या साथी। अङ्कल भनेको त गफमा अलिक के छ सोल्टी। साला अङ्कलहरू चाहिँ यसरी कुरा गर्छन्। अनि के हो झ्याप्ले, तेरो मात्रै गर्मी तात जाँदा चिसो पानी लिएर आएछ गफमा। तेरो गृहमा शीतल जल थियो? छ नि साथी, टोयलेटको पानी त चिसो आउँछ। यो संस्कृत बोल्ने सुत्केरी भइसक्यो फेरि, लडेको छ त। होइन अङ्कल, यो गर्मीले गर्दा हो। पंखा नि बनेन क्या अघि त। ए लामो त्यति कुरा, पङ्खाको कम्पनी नै छ नि हौ मेरो। पंखा छ, एसी नि छ। रुक्दैछ भनिदिन्छु म। एउटा पङ्खा यहाँ। र अङ्कल कतिखेर आइपुग्छ? 1 आवर अङ्कल। होइन 1 मिनट होइन अङ्कल। होइन 1 वर्ष क्या 1 वर्ष। नयाँ स्टार्टअप हो नि त गफमा। भैँसी लड्यो फेरि। लड्यो होइन, केही सर्च गर्दैछ जस्तो छ। आइज, तिमीहरूको गर्मी जाडो सब निकाल्छु। ओ मोटे बोलायो गफमा। भागौँ अङ्कल भागौँ। भाग्यो लामो बोलायो मोट। खीर लिएर आएँ मैले, होइन? ए बाबु, कहाँ गएको? खीर खाएर जाऊ न। मामा लिटर। मै खान्छु बरु। भैँसी लड्यो है माया भिरपा। खीर खान्छस् मोटे? म पनि भाग्छु।